मर्निङ सबैजनालाई स्वागत छ मेरो भिडियोमा फेरि पनि। आज बिहानीको सुरुवातसँगै मौसम पुरा सफा छ, तपाईँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ म बिहानको 6:30 भएको छ। यो टाइममा चाहिँ म चाहिँ आज सालमिया जाँदैछु। त्यहाँ चाहिँ मेरो घरदेखि सामान आएको छ अरे, सामान रिसिभ गर्नको लागि म चाहिँ आज 6:30 बजी नै निक्लेको छु है। म बाटोमा छु, मौसम क्लियर छ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ मालियामा चाहिँ एकजना गाउँको दाइ आउनुभएको छ अरे, फोन गरिरहनु भएको छ मलाई अघिदेखि। म अब आउन ढिलो भइहाल्यो, बिहानै म्यासेज पठाऊँ भन्नुहुन्छ। अब यो अहिले पनि आज शुक्रबार मस्त सुत्ने विचार थियो, निद्रै पुगेको छैन। लेट्स सी, म गइरहेको छु। अब यहाँबाट म मालिया जान्छु, मालियाबाट त्यो दाइलाई भेट्छु। त्यो दाइ म त्यहाँबाट चाहिँ हाम्रो चाहिँ म त सालमियाको लागि चाहिँ त्यहाँबाट अर्को गाडीमा हामी जान्छौँ। गाडी धेरै पछि फेरि मैले आज भ्लग बनाउँदैछु। तपाईँहरूले मेरो भिडियो कस्तो लाग्छ के लाग्छ हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त। म तपाईँहरूलाई देखाउँदैछु आज हामी त्यहाँबाट कसरी के गरेर जान्छौँ भन्ने कुरा लास्टसम्म हेरिदिनु होला है त। अब रुमबाट निक्लिसकेको थिएँ है, रुमबाट निक्लिसकेपछि गाडी लाग्ने ठाउँमा आइपुगेको छु। अब यहाँबाट चाहिँ म 51 कि 21 पकडेर यहाँबाट चाहिँ म मालिया जान्छु। मालिया गएर त्यहाँ उत्रिन्छु। मालिया गएर उत्रेपछि त्यहाँबाट चाहिँ म 999 पकडेर चाहिँ त्यहाँबाट चाहिँ म सालमिया निक्लिनु पर्छ है। यस्तो छ यहाँ विदेशमा, बिहान बिहानै पानी पर्ला परिरहेको छ, गाडीहरू यस्तो आउँछ जान्छ। अब मेरो कम्पनीको गाडी आउँछ नि, त्यही कम्पनीको गाडीमा चाहिँ म हिँड्ने हो कि। अब यहाँबाट अहिले चाहिँ 51 गाडीमा बसिसकेको छु। म चाहिँ बाटोमा छु। अब यहाँबाट केही समयमा म मालिया, कति राम्रो हरियाली देखिन्छ बाहिरतिर, देख्न सक्नुहुन्छ। म चाहिँ बाटोमै छु, मालिया पुगेको छैन है। आज चाहिँ मौसम पुरा कुहिरो लागेको जस्तो देखिरहेको। म चाहिँ यहाँ गाडीबाट झरिसकेको छु। गाउँका लड्डुरा आइयो। अहिले चाहिँ म 7 बज्यो मालिया पुगिसकेको छु है। मालियामा टक्क यहाँनिर अब मैले गाडी कुदिरहेको छु। अब गाडी कताबाट आउँछ थाहा छैन। यहाँ आउनु भएको छ हाम्रो कति लगभग 8-9 महिनापछि भेट भयो होला, धेरै पछि होइन। अब हामी चाहिँ यहाँबाट अब गाडी कुदेर चाहिँ अब हामी चाहिँ यसको लागि मालियामा छु। मालियामा टक्क बिहान पख आज फ्राइडे है, खाली छ रोड पनि, खासै खाली छ। यहाँ त यस्तै हो हेर्नु। आज किन कुहिरो लाग्यो पुरै? समुद्र फोटो आउँछ टाढा खास समुद्रबाट। समुद्र त हेर्नु नजिक त खाएर यता आइपुग्छ। आज त पुरा कुहिरो लागेर यहाँ त केही देखिन्न त। त्यहाँ तपाईँको सालमिया पनि छ कि घुम्ने ठाउँ। अहिले चाहिँ हामी यहाँबाट अब सालमियाको लागि हिँड्दैछौँ। हामी चाहिँ अहिले बाटोमा छौँ है। आज चाहिँ मौसम पुरा कुहिरो लागेको छ, पानी पर्ला जस्तो गरिरहेछ। कुवेतको मौसम पनि थाहा पाउन अलिक गाह्रै छ। सालमियाको लागि गाडीमा बसिसकेको छौँ। अब यहाँबाट लगभग आधा घन्टामा हामी सालमिया पुग्छौँ होला। यो त तपाईँको लगभग त्यसले पनि अहिले पनि आफ्नो खर्च सबै काटेर यता उता त। आज मौसम कति मस्त छ कि। त्यस्तो नि के पैसा कमा भन्नुहुन्छ हो अङ्क? तपाईँको जे भए पनि त्यस्तोलाई पनि के पैसा कमायो भन्नु हो वास्तवमा। त्यो दाइको रुममा जाने यहाँ लोकेसन नभेटाएर यहाँ हिँड्नु भएको, म यहाँ हिँडिरहेको छु बाटोमा लोकेसन हेर्दै। अब हामी यहाँ सालमियाभित्र चाहिँ छिरिसकेका छौँ, तर जाने कहाँ हो भने ठेगान छैन। म्याप हेर्दै छौँ। आज फेरि टक्क फेरि मौसम बादल गरेको छ। हेरौँ अब कहाँसम्म पुग्छौँ हामी। यो फेरि कस्तो खालको हो यो? किसिम छ त गाडी त, सिङ्गे टेलर जत्रो छ त यार। लगेर जानुपर्छ क्या हो त्यो त। बिचारा यहाँ दुःख भइसक्यो, हिँड्न लाग्यो 2 घन्टा भइगयो। त्यो सामान छोडिदिनु है त।
यहाँ बनिरहेको अगाडि हिँड्नु लोकेसन पठाउँछ उसले कहाँ बन्यो सालमिया हिँडेको 6 नम्बर स्टेट भनेको यहाँ हिँडिसम्म सालमियामा भड्कियौँ यही बाटो 4 चोटि थाहै छैन अब कहाँ हो सामान लिँदा अत्तो पत्तो छैन यहाँ आर्सिसक्नु भयो उता अर्को मान्छे सुकिया दिन्छ होला यता निस्ला होला त्यही नभएको त पहिरो फाल्छु यार गाह्रो छ हो गाह्रो छ बिजोग भइगयो त सामान्य ल्याइयो अब हिँड्यो बिहान बादल थियो अहिले गर्मी भइगयो गाडी कहाँबाट लाग्छ थाहै छैन अब यस्तो तरिकाले हुन्न र जिन्दगीमा गाह्रो भइसक्यो गाह्रो भयो सालमिया त आइयो त्यो हाइवे छ नि त्यहाँ पकाउने हो अब चाहिँ गाडी हामी खोजिरहेको गाडी पाएन 70 नम्बर मात्र आउँछ यहाँ तर कहाँ जाने गाडी थाहा भएन सालमियाको भित्र गल्ली टक्क त्यहाँ गएर अगाडि गएर त्यो बसेर मालिया गएर मालिया फेरि अर्को गाडीमा त्यो मान्छे हराएपछि काम लाग्ने कहिले म भिडियो बनाइदिरहेको छु क्या हामी अब सालमिया आएको सालमियामा आएको अब बाटै थाहा छैन हामीहरू चाहिँ अब यता आइसक्यौँ अब यहाँनिर चक्क स्टपबाट अब हामी यहाँबाट जान्छौँ मालिया त जान्छौँ तर यताको स्टप हो कि उताको थाहा छैन त्यो चाहिँ अन्त स्टपमा आइपुग्यौँ हामीहरू धेरै धेरै धन्यवाद मेरो आमालाई मलाई यो घिउ पठाइदिनु भएकोमा र सकुशल यहाँसम्म पुर्याइदिनु हुने मेरो आदरणीय अर्जुन दाजुलाई धेरै धेरै धन्यवाद घिउ सँगसँगै च्याउ पनि पठाइदिनु भएको छ त्यसको लागि मेरो आमालाई मेरो परिवारलाई धेरै धेरै धन्यवाद यो मायाको लागि सधैँ यस्तै माया गरिराख्नु होला धेरै धेरै धन्यवाद